हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ मेरो कक्षा 12को अन्तिम दिन, अन्तिम परीक्षा अबको केही घन्टामा समाप्त हुँदैछ र आजबाट चाहिँ मेरो स्कुल लाइफको पूर्ण रूपमा विराम लागेको छ, अन्त्य भएको छ। आजबाट म फेरि त्यो कलेज जान्न, त्यो स्कुल जान्न, फेरि म यस्ता परीक्षाहरू दिँदिनँ, किनकि आज 12को एसएलसीको परीक्षा समाप्त हुँदैछ क्या। एउटा मेहनतको एउटा भनौँ न एउटा प्रतीक्षाको घडी समाप्त भएको छ र आज चाहिँ अन्तिम दिन भएकाले आज धेरै साथीहरूसँग भेट्ने प्लान पनि छ। अब हेरौँ सबैसँग भेटौँला, किनकि फेरि भेट होला नहोला होइन, अब के हुन्छ। अब त्यही भएर चाहिँ आज चाहिँ भेट्नुपर्छ सबैजनासँग अन्तिमचोटि भए पनि। अब फेरि त त्यस्तै होला, अब को कहाँ हुन्छ को कता हुन्छ, अब डुबेपछि त्यस्तै हो होइन। आज चाहिँ हामी सबैजनासँग भेट्छौँ, रमाइलो गर्छौँ। आज अन्तिमचोटि, आज अन्तिम परीक्षा। त्यही हो, मैले यो भिडियो चाहिँ एउटा मनोरञ्जनको लागि र एउटा सम्झनाको लागि बनाएको आज अन्तिम दिन भनेर। त्यस्तो नराम्रो नसोचिदिनु होला। हस् गाइज, अब म जान लाग्यो, म साथीलाई कुर्दैछु। अब म जुत्ता लाउँछु, जुत्ता लाएर चाहिँ जानुपर्छ कलेजतिर आज। फाइनली गाइज मैले जुत्ता लगाइसकेँ है त। अब एकछिन रिभिजन गर्नु पऱ्यो। अब एकछिन किताब हेर्छु साथीलाई गउँदासम्म, अनि साथी आएपछि जानुपर्छ इक्जाम दिन। चाहिँ मेरो कपी। अब म चाहिँ रिभिजन गर्न लाग्यो इम्पोर्टेन्ट टपिकहरू होइन कम्प्युटरको। हेरौँ अब सर आज इक्जाम दिन्छ। मेरो राइटिङ चाहिँ खासै गएको चाहिँ होइन कि, तर है यो चाहिँ हाम्रो लास्ट इक्जाम हो क्या। अनि अब जान लाग्यो हामी चाहिँ, साथी आयो, हाम्रो मोटो आयो, अब जान लाग्यो इक्जाम। फाइनली गाइज आज हाम्रो अन्तिम परीक्षा अब कस्तो हुन्छ, त्यसपछि लाइफको अन्तिम इक्जामको अन्तिम दिन केटाहरूसँग भेट भएको छ। मिटअप ल है हाम्रो दर्पण ल हेलो जी यसरी ल ल ल ल हाम्रो त ल केटाहरू ल बेस्ट ल आज अन्तिम दिन ल भाइ, बेस्ट विसेस। कम्प्युटरको इक्जाम राम्रो छ। अब म चाहिँ अब यतातिर जान लाग्यो, यताबाट छोडेर यतातिर ल केटाहरू छ ल ल ल सुबन्तोष ल। अब हामी चाहिँ स्कुलमा जान लाग्यो, ल तिर्पल ल जाऊँ बस्नु ल। गाइजहरू इक्जाम सेन्टरमा आइयो। अब चाहिँ मोबाइल झोलामा राख्नुपर्ने हुन्छ। अब इक्जाम दिएर भेटौँला, अब के हुन्छ कस्तो हुन्छ। ओके, अब चाहिँ इक्जाम दिएर भेट्नुपर्छ। 2 hours later. हाम्रो पनौती सेन्टर हो कि गाइजहरू, यो पनौती सेन्टर हो। यो के बोले भाइ? के बोले? पनौती सेन्टर कस्तो गरिस्? एमसिक्यू डुबा यार मलाई एउटा मिलो त्यही भाग्यमान खाने। कस्तो भयो? ढक्कै ए प्लस ए मेरो ए प्लस आउँदै एमसिक्यू डुबा केटा हो आज। अलि अगाडि के किन अलि मलाई गाइजहरू आज चाहिँ हाम्रो लास्ट दिन, अनि हामी चाहिँ जान लाग्यो। आज चाहिँ सबै साथीहरूसँग यस्तो भेट्ने प्रोग्राम होइन, यसो रमाइलो गर्नुपर्छ आज। अलि चित्त न आउँदा हामी चाहिँ पागल गर्नु हिँडेको अवस्था अहिले। हामी चाहिँ जान लाग्यो। मेरो छोटो आज यहाँ छ, छोटो हाम्रो पुठ्टे सर यता हुनुहुन्छ। गाइजहरू आज रमाइलो गर्नुपर्छ। आज इक्जाम सकियो है, फाइनली इक्जाम पनि सकियो, मेहनत पनि सकियो। अब रिजल्ट कस्तो आउँछ थाहा छैन। अब रिजल्टले के भन्छ, अब रिजल्टले नेपाल बस भन्छ कि विदेश जा भन्छ कि, अब दुबई कता खाडी जा अब त खाडी जाने त मै हो, म कतार जाने हो। फाइनली गाइजहरू हामी आइसक्यौँ होइन। यहाँ हाम्रो नानी बाबीहरू हुनुहुन्छ, यता 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 हुनुहुन्छ। गाइजहरू आज लास्ट दिन, कति रुम कि हाँसम भएको छ। गाइजहरू अब हाम्रो अब घर जान लाग्यो सबै है। अब लास्टचोटि सबै फोटो खिच्न लाग्यो। अब फोटो खिचिन्छ अनि गइन्छ सरर है, सबैजना ताहान त्यस्तै छ जिन्दगी। ल मलाई बिर्सिनुहोस् होला नि होइन, बिर्सिँदैन यार, तँ त याद भइरहेको मान्छे हो त। यार होइन हामी त भेट भइरहेको छ। ओके।
लास्ट भेटघाट भइसक्यो होइन अब यता देखा त फोटो खिचेर फोटो खिच्नु त फोटो खिचेर भइसक्यो बिन्ता मलाई नबिर्स ल अनि केही भएन मलाई बिर्सिन्छौ किन मेरो नाम चाहिँ बिन्दा हो ओके मलाई चाहिँ नबिर्स ल तिमीलाई बिर्स मेरो याद आयो भने मेरो भ्लग हेर हैन अस्ति म इक्जामको बेला नि इनको भ्लग हेर्दै बस्छु ओके हेर्नुपर्छ यो पनि हाल यो पनि म हेर्दै बस्छु ओके मन्दिर यार तल त मलाई बिर्सिन्छ किन बिर्सिन्न यार आज अन्तिम दिन यार हाम्रो यसलाई त कसरी बिर्सिन सक्छु म यसलाई त मेरो याद आयो मेरो भ्लग यसलाई त म आज बेलुका घर गएर बिर्सिहाल्छु हैट त्यस्तै छ यार आज चाहिँ हाम्रो अन्तिम दिन मलाई बिर्सिन्न होला नि बिर्सिन्न यदि मेरो याद आयो भने चाहिँ भ्लग हेर्ने ओके ओके अनि पूजा चाहिँ यता मलाई बिर्सिन्न होला नि हैन मलाई चाहिँ सुधले कुरालाई जान्छ डिपेन्डेन्ट भिसामा त्यही भएर म ढुक्क भएर बस्छु के बोले भाइ अब के बोले ओके यार हो सही हो अनि तसँग त भइसक्यो नि भइराखेको छ यता अर्जुन छ त अर्जुन अर्जुनसँग मेरो भइसक्यो है सबैसँग भयो आज अन्तिम दिन एउटा रेड फ्ल्याग ओके मलाई बिर्सिनौने बिर्सिन्न के चिजमा मलाई याद गर्छु फर्स्ट सेकेन्ड थर्ड टर्ममा के अरे पास गराइदिएको पास गराइदिएकोमा ओके भाइ यार त्यस्तो हुनुपर्छ कि यार साथी भनेको हैन मलाई बिर्सिन्छ कि नै मलाई त्यस्तो मसँग बनाएन म यहाँ बस्छु मलाई बिर्सिनु भएन ल बाइ गाइस बाइ गाइस सुजले मसँग यस्तो भिडियो बनाएन मलाई नबिर्स भन्दै ओके ल मसँग मलाई नबिर्सिनु छुट्टो बाइ मलाई बिर्सिनु भने मलाई बिर्सिन त हुँदैन फाइनली लाग्यो हामी यहाँबाट मजाक नै होटल देखाइदैन होटल कडा होटल झुलु अहिले चाहिँ हामी पार्कमा आएको उयो तिम्रो छाता यस्तै छोडेर दिँदा जिन्दगी हेर्नु त्यस्तै छ आज 12को अन्तिम परीक्षा पनि दियो है अब 1-2 वर्षपछि को कहाँ हुन्छ के कस्तो हुन्छ थाहै छैन निकिता अनि केही भन्ने कि मलाई बिर्सिने कि नै बिर्सिन्न के भनेर सम्झिन्छ के कुराले सम्झिन्छ मलाई टपर थ्याङ्क यू सर सर भनेर मेरो एक प्रकारको सर सर गरे मलाई चाहिँ है किनकि मैले हल्का हेल्प गरेको जस्तो लाग्छ पढ्नमा सर भनेको होला रमाइलो छ सुजले यति हेल्प गर्छ सबलाई के त इम्पोर्टेन्ट क्वेसनहरू भनिदिन्छ कि यस्तो केही नआएको बारेमा सब सिकाइदिन्छ नेपालीको के अरे इङ्ग्लिसको समय त झन् पुरै म के अरे सुजलको भरमा गएको हो कि ल हेर्नुस् त्यही भएर मलाई चाहिँ सर भन्नुहुन्छ मैले क्लासको टपर थ्याङ्क यू 11 मा म पास हुनुको मेन कारण हो हजुर हजुर हैन मैले जे 11 मा हैन उले जे पढ भन्दै मैले त्यही पढ जान्थे एक्जाममा पनि त्यही आथ्यो त्यसको लागि थ्यांक यू सो मच ओके यो मेरो कर्तव्य हो अनि यिनी मेरो यस्तो फेभरेट वाला दोस्त पनि ओके थ्याङ्क यू अलवेज फेभरेट हाम्रो लागि भगवान बनेर आएको थिए एउटा साथीको रूपमा म चाहिँ भगवान बनेर आए गरिनको लागि यस्तै छ साथीहरू जस +2 पढ्दाखेरि सबैसँग राम्रो भयो जस्तो लाग्छ नराम्रो चाहिँ भएको छैन होला कोहीसँग पनि मेरो भाइ मेरो स्याङ्जाको भाइ स्याङ्जाको भाइ अनि 11 मा पहिलोचोटि भेट भएको थियो यत्रो मित्रता भन्दा पनि भाइ दाजुभाइ भाइचाराको मित्रता भन्दा नि दाजुभाइ जस रमाइलो छ साथीहरू यस्तै छ हेर्नुहोस् यहाँ केटाहरू फेरि आज अन्तिम दिन यस्तो गरिरहेको छन् होइन यहाँ खेल्न आज अन्तिम त अब कहिले भेटौँ नि यस्तै छ साथीहरू ल त्यही हो अब आगामी जीवनको सबैलाई शुभकामना दिन चाहन्छु अरू त के भन्ने हाम्रो क्लासका नानी बाबुहरू रमाइलो गर्दै छन् खेल्नु पर्दा हामी जाऊँ उता त्यहाँपट्टि जाऊँ फाइनल्ली आज क्लास 12को इक्जाम पनि सकियो हेर्दा हेर्दै +2 पनि कति चाँडो सकियो आज सबै साथीहरूसँग अन्तिम पटक भेटेँ फेरि भेट होला नहोला को कहाँ हुन्छ अब त्यही हो एउटा सम्झना स्वरूप मैले भिडियो बनाएको छु सबैलाई धेरै धेरै सम्झना छ ओके अब म यो भिडियो एडिट गरेर हाल्छु बेस्ट अफ लक सबैलाई आगामी दिनको लागि धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो ए साथी तिमी कहाँ छौ भन न लामो दिनहरू काट्न नै गाह्रो हो सानो छँदा हामी खेल्ने गर्थ्यौं त्यो गल्लीमा छिमेकी कराउँथे सारो आजको कता छ तर मनले मेरो बाल्यकाललाई पुकार्यो खोजिरहेको छु दिनहरू त्यस्तै जवानीले कहाँ पुर्यायो बाटो छ बेग्लै तर भेट्ने छौँ हामी निराश हुनु पर्दैन भो
राती पलको सँगै नहोला हामी तर साथ सधैँभरको साँझ यताबाट तारा हेर्छु तिमी पनि यताबाट हेर है चम्किला तारा सारा मेरा प्यारा साथी भाइ हेरी नजिकियौँ है जीवनको बाटो भन्थे घाम र छाया छाता ओढेर कटाउनै पर्ने बच्चादेखि पढी लेखी अघि बढ्यौँ हामी सँगै अब जानु नै पर्ने कोहीलाई बन्नु छ ठुलो मान्छे कोही भने गाडीसँगै बिताउँछन् जिन्दगी जसरी तर साथी भए हुन्छ सजिलै यताबाट तारा हेर्छु तिमी पनि यताबाट हेर है चम्किला तारा सारा मेरा प्यारा साथी भाइ हेरी नजिकियौँ है जीवनको बाटो भन्थे घाम र छाया छाता ओढेर कटाउनै पर्ने बच्चादेखि पढी लेखी अघि बढ्यौँ हामी सँगै अब जानु नै पर्ने कोहीलाई बन्नु छ ठुलो मान्छे कोही भने गाडीसँगै बिताउँछन् जिन्दगी जसरी तर साथी भए हुन्छ सजिलै